फास्ट ट्र्याकको प्याकेज नम्बर 2 अन्तर्गत पर्ने लेन डाँडा सुरुङ मार्ग तपाईहरु हेर्न सक्नुहुन्छ। यो चाहिँ लेन डाँडा सुरुङ मार्ग रहेको छ भने सबैभन्दा पहिलो ब्रेक थ्रु भएको फास्ट ट्र्याकको सुरुङ भनेको यही नै रहेको छ, जहाँनिर चाइनिज ठेकेदार कम्पनी पोली च्याङदाले काम गरिरहेको छ भने अहिले यो ब्रेक थ्रु भएर पनि अहिले फिनिसिङ कामहरू भइरहेका छन्। धेरैभन्दा धेरै मात्रामा कामहरू सम्पन्न भइसकेका छन् भने केही कामहरू अझै भित्र बाँकी रहेका छन्। अनि सँगसँगै यतापट्टि हेर्न सक्नुहुन्छ, यतापट्टि यो बाँदर खोलामा चाहिँ यो पुल निर्माण गरिएको छ, पुल पनि सम्पन्न भइसकेको छ, जोइनिङ भइसकेका छन् भने यता हेर्न सक्नुहुन्छ यो माथि सोल नेलिङ गरेर स्टेबलाइजर वालहरू लगाइएका छन्। यसरी काम गरिएको छ। अनि त्यसपछि हामी तपाईहरुलाई देखाइरहेको छौं यहाँ अगाडि उभिएर। खुसी पनि लाग्छ, फास्ट ट्र्याक छिटोभन्दा छिटो बनिरहेको छ। हुन त फास्ट ट्र्याकको सबैभन्दा छिटो र छरिदो काम भएको भनेको यही नै फास्ट ट्र्याकको प्याकेज नम्बर 2 रहेको छ, जहाँनिर चाइनिज कम्पनी पोली च्याङदाले काम गरिरहेको छ यो खण्डमा। अनि माथि कुइरो देखिराख्नु भएको छ, बादलहरू उडिरहेको। यो चाहिँ बिहान पानी परेको थियो, त्यो पानी परेको सबै घाम लागिसकेपछि त्यो उडेर गइरहेको छ, माथिपट्टि बादल भइरहेको छ, भाप जस्तै उडिरहेको छ। अनि यो सुरुङ देख्न सक्नुहुन्छ, यो सुरुङको लम्बाइ चाहिँ 1435 मिटर रहेको छ।